भगवान कसम मलाई यहाँ आएर गोली हाल्नुहोस् अहिले म मर्नको लागि निस्केको हो आखिर मर्नु नै हो मृत्यु त मृत्यु हो अब म अहिले 55 वर्षको भए अब धेरै भए चाहिँ 25 वर्ष बाँच्छु देशले प्रधानमन्त्री पाएको छ एकदम नबोल्ने प्रधानमन्त्री पाएको छ एकदम एक्सनमा जाने प्रधानमन्त्री पाएको छ है एक्सन गर्नुहोस् शुभकामना छ तर एक्सन गर्ने काममा माथि चिलायो भनेर तल चल्ला चोर्ने काम नगर्नुहोस् फकाई सुशीला कार्की लगाएर भड्किलामा हालिदिन्छन् यसो गरिसिन् क्या केपी ओली गएपछि नि हेत्तेरिका ओलीजी तपाईँलाई थाहा नै छैन भित्र कफी सफी मगाएर यी त सबै सिआइएका एजेन्ट नि रवि बालेले कहाँ तिर्छन् यिनीहरू फेसबुकमा यसो तपाईँको सङ्गठन त 100 सिट पुलिस र आर्मी इन्टेलिजेन्सको 100 सिट यहाँ अब प्रचण्डलाई फेरि उचाल्दैछन् तपाईँको त 50 सिट तपाईँ नै हो प्रधानमन्त्री अब उसलाई पुग्यो यति हो सिट हेर्नुहोस् है अब गगन थापालाई पार्टी फुटाएर आइज प्लान छ नि त उताबाट पार्टी फुटाएर आइज तँ हो ऊ पनि गयो कसिएर प्रधानमन्त्री हुनलाई कुर्ता सुरुवाल त कति सिलाएछ अघिल्लो बार गगन सरकार भनेर साराका सारा कुर्ता सुरुवाल कति सिलाएको त मधेसमा यता गयो गाम्चा बेरेको छ उता गयो गाम्चा बेरेको छ नम पछिने पिङ्का 100 झड्का भने जस्तो नि मलाई थाहा थियो क्या सबै म चाहिँ हिरासतमा बसिरहेको थिएँ मलाई पक्रेर लान्छ भन्दै पनि थाहा थियो आयो लग्यो मलाई त के भयो रमाइलो भयो अब अहिले फेरि कहिले पक्रेर लान्छ अर्को रमाइलै हुन्छ मलाई त फरकै पर्दैन अनि मैले केपी ओलीलाई के भनेको थिएँ नि खबर पठाइदिएको थियो तपाईँ यो चुनावमा बरु नउठ्नुहोस् उठेर नहार्नुहोस् कहिले उठेर हार्नुभन्दा बरु नउठेर पनि होइन जितिन्छ होइन कहिले गेम नखेल्दा पनि जितिन्छ नि त र म एउटा कुरा के भन्छ मैले उहाँलाई के भनेको थिएँ भने यो चुनाव भयो भने तपाईँको लास्ट जेलबाट निस्किन्छ है यो कुरा बुझ्नुहोस् यो प्लान्टेड हो नि यहाँबाट चल्दैन यहाँबाट त केही चल्दैन यहाँबाट केही चल्दैन तपाईँहरू मान्नुहोस् यहाँ माइबाप कोही पनि छैन यो देशको यति कुरा मानिदिनुहोस् तपाईँहरू मैले भन्नुहुन्थ्यो उहाँको आवाज पत्रिका बेच्दै गरेको आवाज मैले पनि पुतली सडकमा सुनेको छु र काम गर्ने मान्छेहरू कर्मवीर हुन्छन् म पनि भैँसी पालेर आएको तर यहाँ मलाई भैँसी पाल्नै भन्छ म कृषकको छोरो हो है त्यसले गर्दाखेरि मान्छेहरूले खिसी गर्ने टिउरी गर्ने गर्छन् तर हामीले काम गर्न छोड्नु हुँदैन म आफूले चन्द्र ढकाललाई पनि सम्झिन्छु क्या कहिले एक दिन चन्द्र दाइ र म भोक लाग्यो अहिले मलाई यहाँ आउँदा भोक लाग्यो मैले बिस्कुट खोजेँ क्या हामीले पानीमा चोबेर बिस्कुट खाएका छौँ दुधमा चोबेर होइन बाटोमा हिँड्दा त्यतिकै हामी त्यो ठाउँमा पुगे होइन त्यतिकै एम्पायर खडा गरेका छैनौँ हामीले ऋषिजीले पनि आज यो एम्पायर त्यतिकै खडा गरेको होइन धेरै दुःख गर्नुभएको छ बाटोमा पत्रिका बिकेन भनेर उहाँले अफगानिस्तानमा बम झर्दै यस्तो कालिकास्तानमा झर बम भनेर पनि बेच्नुभयो पत्रिका कालिकास्तानमा झर बम अफगानिस्तानमा लडाइदियो बेच्न त पर्यो कालिकास्तानमा झर भनेपछि किन्नु पर्यो नि होइन त्यसले गर्दाखेरि उहाँले म जहिले भन्छु उहाँ भनेको एउटा कस्तो भने भारतका कलाकारमा अमिताभ बच्चन जो हुनुहुन्छ नि फिल्मी लाइनमा उहाँ जब मरेपछि कलाकारितामा एउटा अमिताभ बच्चन जसरी खड्किन्छ नेपाली पत्रकारितामा खास गरेर ऋषि धमला जब रहनुहुन्न तब ऋषि धमलाको आवश्यकता त्यतिखेर सम्पूर्ण पत्रकारहरूले महसुस गर्छन् मैले अब उहाँको विषयमा यति नै भने होइन अब अरू कुरा यहाँ के भन्नु र भनिसक्नु छैन होइन म यति कुरामा मात्रै खबरदार गर्छु प्रकाश सुवेदीजीले पनि भन्नुभयो अहिले 100 दिनको लागि हेर्नै पर्छ हो हेर्नै पर्छ तर तपाईहरुलाई म एउटा सजग गराउँछु मैले भने हरेक कुराहरु पुगे कि पुगेन आज त तपाईहरुले पनि रियलाइज गर्नु भएको छ होला मैले सुरुदेखि भनेको कुरा
मैले उहाँकै इन्टरभ्यूमा पनि भनेको थिएँ एक दिन के भन्नुभयो भने होइन यस्तो उस्तो भन्नुहुन्थ्यो तपाईँ छोराछोरी विदेश पठाएर यहाँ ठुलो कुरा गर्नुहुन्छ भनेर भनेको थिएँ मैले उहाँलाई प्रकाश सुवेदीजीलाई भनेको थिएँ उहाँ मेरो गाउँले मान्छे हो त्यो भन्ने ठाउँमा म भन्छु तर रेस्पेक्ट गर्ने ठाउँमा पनि रेस्पेक्ट गर्छु मैले रेस्पेक्ट गर्नुपर्छ मैले मान्नुपर्छ तर म एउटा कुरा के भन्छु भने चिलायो 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 भनेर आकाशतिर सबैलाई फर्काएर तलबाट अर्काले चल्ला टिप्ने काम चाहिँ नगरोस् यो हुन खोज्दैछ नेपालमा किनभने 2004 सालमा बिपी कोइरालाको र काङ्ग्रेसको उदय मैले भनेको छु 2006 सालमा कम्युनिस्टको उदय 2007 सालमा राणा शाहलाई शासन हटाएर जुन प्रजातन्त्रको स्थापना यो तपाईहरुले बुझ्नुपर्ने कुरा छ है प्रजातन्त्रको स्थापना आज भू राजनीतिक भन्छन् नि भू राजनीतिक जियो पोलिटिक्स इंग्लिशमा म त इंग्लिश पढाएको मान्छे हैन म पनि बुझ्छु अलिअलि आज चर्लक्क आएर 2004 सालदेखि सुरु गरेको 2082 सालमा मैले भनेको थिएँ 2082 सालको जुन चुनाव भयो फागुन 21 गते बेलुका मलाई भक्तपुरको प्रहरी हिरासतमा राखेको थियो त्यहाँ पुलिसका ठुलठुला मेडल लगाएका ठुलठुला फुली लगाएका पुलिसका र आर्मीका मान्छेहरू गएका थिए मैले उनीहरूलाई एउटै शब्द भनेको थिएँ के भनेको थिएँ भने नि डाक्टर साहब यो धरतीले तपाईहरुलाई जन्मायो यो धरतीले तपाईहरुलाई हुर्कायो यही धरतीमा तपाईहरु खेल्नु भयो यही धरतीले आज तपाईहरुलाई जागिर दियो यही धरतीले तपाईहरुलाई आज फुली दियो मेडल दियो एसपी बनायो एसएसपी बनायो आईजीपी बनायो आर्मीको जर्नल बनायो आर्मीको चीफ बनायो आर्मीको कर्नेल बनायो आर्मीको मेजर बनायो आज यही धरतीलाई आज चुनाव गराएर वैधानिक रूपमा विदेशीको हातमा सत्ता सुम्पिनु भयो यसमा मलाई दुःख लागेको छ यो इतिहासले तपाईहरुलाई कहिले पनि क्षम्य गर्दैन माफ गर्दैन तपाईहरुका सन्तान मासिएर जान्छन् भनेको थिएँ मैले 21 गते बेलुका हेर्दै जानुस् यहाँ मैले गम्भीर कुरा गरेको छु विकास त भएको थियो गाउँमा बाटो पुगेको बाटो नपुगे होइन तर गाउँमा हिँड्ने बाटो बाटामा हिँड्ने मान्छे पो साउदी पुगे त कुरा त्यहाँ हो नि दुःखको सजिलो छ भन्दैछ नि अहिले 100 बुधे मैले पनि हेरेँ म त काम गर्ने मान्छे हुँ 10% निशुल्क बेड त त्यो हामीले दिइराखेकै छ नि 10% स्कुलमा कलेजमा पढाउनु त हामीले पढाइराखेकै छ नि मैले अहिले पोर मेडिकल कलेजमा 50 जना विद्यार्थी देखेको थियो 5 जना स्कलरशिपमा मैले पढाइदिएको त्यो सरकारले पढाइदिएको र मैले फेरि पढाइदिएको मेरो स्कुलमा कलेजमा यसपालि 60 जना दिएको छ 6 जना फेरि पढाइदिएको छु पढाइदिएको छु मैले पढाइदिएको छु कुरा भन्नु हैन मैले हेरेँ माथिदेखि तलसम्म 100 वटा बुदा हेरेँ उयो हामी प्रहरी हिरासतमा बस्दाखेरि नि डाक्टर साहब सुन्नुहोस् है अनि दिनै पछि एउटै सब्जी ल्याउँथ्यो यो परिसरमा नि पुलिसको खाने एउटै सब्जी ल्याउँथ्यो अनि मैले एक दिन के भने नि अघि बिहान चाहिँ मुला आलु पकाएको रहेछ अनि बेलुका भने अहिले बेलुका चाहिँ आलु मुला रहेछ त्यो 100 बुँदे पनि त्यही हो 100 बुँदेमा केही फरक छैन 100 बुँदेमा कुरा भन्नुभयो किनभने हिजो माओवादीले पनि ल्याएकै हो एमाले पनि ल्याएकै हो कांग्रेसले पनि ल्याएकै हो तर ढिकुटीमा पैसा हुनु पर्यो नि अब व्यापार चल्दैन झन् यो जुन बिचमा भयो नि चुनाव पछाडि म एउटा उदाहरण दिन्छु तपाईहरुलाई आज तपाईहरु जानुस् क्यामेरा लिएर संसारको सबैभन्दा राम्रो देश भनेको अभियसली नेपाल भन्छन् हो कि हैन भन्नुस् त नेपालको पनि सबैभन्दा राम्रो अञ्चल मेची अञ्चल भन्छन् मेची अञ्चलको पनि सबैभन्दा राम्रो जिल्ला झापा जिल्ला र इलाम जिल्ला भन्छन् नि भन्दैन डाक्टर साहब झापा जिल्लामा आज 5 वटा क्यासिनो 5 स्टार होटल थिए यति राम्रो ग्रोथ भएर गएको थियो जेनजी मुभमेन्ट भन्दा अगाडि एउटा होटलले 5 करोडको बिजनेस गर्थ्यो क्यासिनो थियो जेनजी मुभमेन्ट पछाडि 2.5 करोडमा आयो आज बोहनी हुन छोड्यो ती होटलमा बोहनी
हामीले यो देशमा नि पर्यटन खोजेको छ, सेना खोजेको होइन। यो दलाई लामाको देश होइन, यो टिबेटियनहरूको देश होइन। यो टिबेटियनहरूलाई नागरिकता बाँड्न खोजिँदैछ। यहाँ किन बोल्दैनन् आज मान्छेहरू? मारिहाल्छ भन्छ बुद्धिजीवीहरू। मैले के भने अघि, माथि चिलायो 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 भनेर सबैलाई उँभोतिर फर्काएर मुनि चाहिँ चल्ला चोर्ने काम हुँदैछ। यहाँ यसमा खबरदार भन्न चाहन्छु सबैलाई। म तपाईँहरूसँग एउटै कुरा के भन्छु भने, हो हिजो 100 बुँदेमा एउटा कुरा पनि आएको छ। हिजोको क्याबिनेटले संविधान संशोधन असर बिसाकी के अरे असीम शाहको नेतृत्वमा बनाएको छ। म उहाँहरूलाई के भन्छु भने, हिजो हामी जहाँ गएर चुक्यौँ, बाटो भुल्यौँ नि हामीले। देश त सकिँदैछ नि। राज परिवारको अन्त्य किन गरेर छ? दरबार हत्याकाण्ड किन भएको रहेछ? कसले गराएको रहेछ? आज त प्रुफ भयो नि, प्रुफ भयो नि। ज्ञानेन्द्रले गरेको रहेछ, कसैले भन्न सक्छ? होइन, गरेको रहेछ। जोइन्ट अपरेसन भयो राज परिवारको हत्या हुँदाखेरि। त्यसको परिणाम आज आयो। डाक्टर यहाँ हुनुहुन्छ वकिल साहब, त्रिपाठी वकिल साहब, जतिखेर गोविन्द केसीको उदय भयो त्यतिखेर उहाँ गोविन्द केसीलाई सपोर्ट गर्ने म रोएको छु उहाँहरूसँग। म एफिलिएसन पाऊँ भनेर जाँदा उहाँहरू एफिलिएसन दिनु हुँदैन। उहाँ डाक्टर सुरेन्द्र भण्डारी ओम अरियाल हो कि होइन डाक्टर साहब? अहिले उहाँ के भन्नुहुन्छ? अहिले वरिष्ठ वकिल साहब बुझिएन भन्नुहुन्छ। बिग्रिसकेपछि नबुझेपछि सकिएन कुरो। गोविन्द केसीलाई किन सुताएको थियो भन्दा यो उत्पत्ति गराउनलाई, यो चिज यहाँ पुर्याउनलाई। बुझ्नुभयो के कुरो? बुझ्नुभयो अब कुरो क्लियर हो? त्यसले गर्दाखेरि तपाईँहरूले हेर्नुहोस्, यो सरकारको प्रतिपक्ष अहिले कोही पनि छैन, कोही छैन। सबै डराउँछ थुरुरुरुरुरु। तर एक्लै दुर्गा प्रसाई छ, ठिङ्ग उभिन्छ सागरमाथा उभिए जस्तो नेपाल जोगाउनलाई, नेपाल जोगाउनलाई। तर त्यसमा तपाईँहरू मसँग साथमा हुनुहुन्छ भन्ने मैले आश गरेको छु। युट्युबर साथीहरू खास गरेर फेरि मेन स्ट्रिमका मिडियाले हामीलाई साथ दिँदैनन्, हामीलाई दिएको छैन। जसले सिंहदरबारमा आगो लगाउनलाई गयो नि एकछिन, ल ठिक छ, केपी ओलीलाई पक्रिनु पर्थ्यो, ठिक छ पक्रे। रमेश लेखकलाई पक्रिनु पर्थ्यो, पक्रे ठिक थियो। तर त्यो डिजाइन गराउने मान्छेलाई चाहिँ खोइ पक्रेको? डिस्कट चलाउने मान्छेलाई खोइ पक्रेको? किन बोल्नु हुँदैन तपाईँहरू? किन बोल्नु हुँदैन? किन बोल्नु हुँदैन? फलानु मान्छेले आगो लगाउन लगाएको उक्साको किन? आज हामी यो काम गर्छौँ, यो गर्दैनौँ, तर हामी जे काम गर्छौँ त्यो भन्दैनौँ भन्ने होइन। रक्षा भौँ। सिंहदरबार अगाडि आगो लगाइसकेपछि वाओ भन्ने होइन, रक्षा भौँ। खोइ त कानुनको दायरामा ल्याउनु पर्यो होइन? यही गौरीबहादुर कार्की होइन डिस्कट चलाउने? एयरपोर्टमा रोक्नुपर्छ, बन्द गर्नुपर्छ, नेताहरू भाग्छन् ती मार्नुपर्छ भन्ने होइन? गौरीबहादुर कार्की पटक पटक भन्दैछु, कोही होइन आएको अध्यक्ष। त्यसले गर्दाखेरि हामीले सबैभन्दा ठुलो विश्वास गरेको संस्था, देशको अन्तिम संस्था भनेको नि, अन्तिम संस्थाले नै यो भूमिकामा साथ दिएपछि नि कसको के लाग्दो रहेछ र? त्यही भएर राजा ज्ञानेन्द्र किन भाग्नुहुन्छ थाहा छ? भरोसै छैन कसैको। ती बन्दुक बोकेको मान्छेले ती बन्दुक तेर्स्याएपछि केही लाग्छ? इन्दिरा गान्धीको के लाग्यो? वकिल साहब को बाँच्ने? कसको भरोसा छ? त्यसले गर्दाखेरि मैले आज मात्रै सुनेको दलाई लामा भोलि आउँदै हुनुहुन्छ हो, या दलाई लामाको सेकेन्ड म्यान, दलाई लामाको प्रधानमन्त्री भोलि आउँदै हुनुहुन्छ अरे। कत्रो खेलवाड हुँदैछ यहाँ। अब एसपिपी पास गरेर एमसिसी भनेको के हो? एमसिसी भनेको मान्छेले बुझ्यो। एमसिसी भनेको जति पनि चाइना र भारतले बिजुलीमा लगानी गरेको छ नि, त्यसको बाटो चाहिँ एमसिसी मार्फत कब्जा। त्यस पछाडि एसपिपी भनेको के हो? यहीँ टिबेटियनहरूलाई नागरिकता दिने, अनि यहीँ अमेरिकाले सेना राख्ने, तिनै टिबेटियनहरूलाई भर्ना गरेर नागरिकता दिने, अनि नेपालीहरू भर्ना गर्ने, अनि त्यसलाई कन्ट्रोल गर्ने। आइपिएस भनेको के हो? त्यो अरू भएका जलविद्युत छन् नि, जति पनि चाइना र भारतले लगानी गरेका जलविद्युत, त्यसको 30% नाफा के हो भन्दाखेरि तपाईँहरूले। अनि त्यहाँबाट 15औं दलाई लामा नेपालमा जन्माउनु पर्यो। अब भारतले दलाई लामा जन्मिन दिँदैन, बस्न पनि दिँदैन। किनभने भारतले के भनिसक्यो?
भन्दाखेरि दलाई लामा भारतमा राखेको कारणले चीनसँग हाम्रो जहिले तनाव भयो। यो बुझ्नुहोस् न कुरा, फेरि यो गम्भीर कुरा बोल्दैछ दुर्गाप्रसादले। तनाव भयो, अब दलाई लामालाई भारतले दिँदैन। दलाई लामाको सेल्टर भनेको नेपाल हो। र जुन दिन 15औं दलाई लामा, सुन्नुहोस् है कुरा, जुन दिन 15औं दलाई लामा नेपालमा जन्मिन्छन् नि, रिम्पोचे भनेर, रिम्पोचे, मसँग त प्रमाणै छ 2013 को, अब दलाई लामा यहाँ जन्माउने भनेर है, रिम्पोचे भनेर जुन दिन जन्मिन्छन् नि, त्यो दिन तपाईँहरूको काठमाडौँ नि एकै रातमा नि, यहाँका मान्छे धेरै एकै रातमा काठमाडौँ सकिन्छ, एकै रातमा। यो प्रतीक्षा गर्नुहोस्, आउँदैछ त्यो दिन। धेरै विज्ञ, धेरै बुद्धिजीवी, धेरै मैले मान्छे देखेँ यहाँ, भू राजनीतिक। अब यहाँ भन्नु हुँदैन, दुर्गाप्रसादले पढेको छैन, के बुझ्यो होइन? आज दुर्गाप्रसादले बोलेको कुरा सबैले भन्न थाल्यो, हो रहेछ। त्यसले गर्दाखेरि हामी कहाँ जाँदैछौँ? हाम्रो मुलुकलाई हामीले कहाँ लाँदैछौँ? कहाँ लाँदैछौँ? अनि राजा हुँदैन भन्छ। तपाईँहरूले बोलाउँदा पनि राजा आउँदैन। राजाले बुझेको थिएन आफ्ना आँखाका अगाडि परिवार सकिएको। त्यसले गर्दाखेरि हामी कहाँ जाने? कुन बाटो जाँदैछौँ? कुन बाटो जाँदैछौँ? म भन्दैछु, यो अहिलेको नयाँ सरकारलाई मैले बधाई पनि दिएको छु, शुभकामना पनि दिन्छु। तर तपाईँहरूलाई सुशासन, भ्रष्टाचार, व्यथिति विरुद्ध काम गर्ने अधिकार छ। देशमा एसपीपी, आइपीएस, दलाई लामा जन्माउने अधिकार छैन र टिबेटियनहरूलाई नागरिकता दिने अधिकार छैन। यो कुरा बुझ्नुहोस्, यो कुरा बुझ्नुहोस्, यो कुरा जम्मैजनाले खबरदारी गर्नुपर्छ। जुन दिन तपाईँहरूले यो घटना घटाउन थाल्नुहुन्छ, यो काम गर्न थाल्नुहुन्छ, त्यतिखेर म रौला नरौला नेपाली नागरिकहरू फेरि उठ्छन्। केपी ओली र रमेश लेखकलाई ठुन्नु ठुलो कुरा होइन क्या। किनभने शासन सत्ता भएपछि लानु, त्यो पक्रेर लानु, थुन्नु, ऊ अदालतले हिजो देखाइदिइहाल्यो नि। त्यही अदालत हिजो अस्ति केपी ओलीको हुँदा हामी पनि त परेकै हो नि त, घुमाइदियो अदालतले। सबैलाई डर छ, थर। वकिललाई डर छ, कहाँ मारिदिन्छन् कि भनेर छ होइन? तपाईँले नबुझ्नु होला कि अब अलिक दिनमा तपाईँहरूको के हुन्छ भन्ने कुरो। हिजो हाम्रो रविजीको पनि त मुद्दामा 1-1.5 वर्षलाई गयो। म जहिले तपाईँलाई सतर्क गराउँछु, अरू कुरामा म सहयोग गर्छु। ऊ ऋषिजीले भने जस्तो फेरि उहाँहरूले कसरी सहयोग गर्ने हो, म चाहिँ हृदयदेखि, किनभने विकास भयो, हामीलाई काम गर्ने वातावरण होस्। जस्तो आज नर्सिङ कोटा छैन, नर्सिङ विद्यार्थी छैन, अब अलिक दिनमा हस्पिटल बन्द हुँदैछ। नर्स पढ्नु, ए बाबा यहाँ डक्टर पढ्छु भन्दा पाउँदैन, नर्स पढ्छु भन्दा पाउँदैन। अब उहाँहरूले 100 दिनको योजनामा के ल्याउनु भयो भने आज विदेश पठाउन चाहिँ अहिले ओपन गरिदिनु भयो। म चाहिँ विदेशका मान्छे ल्याउँछन् होला, नेपाल त रोजगारी गराउँछन् होला भनेको, विदेश पठाउन चाहिँ खोलिदिइहाल्नु भयो ढोका। आज एकै दिनमा जाने हुँदैन। र उहाँहरूले एउटा कुरो के बुझेको छैन भने नि, यो देशको लगानी यो खालको नीतिले अब झन् लगानी हुँदैन। न्यु रोडमा जानुहोस् त सबै त्रसित भएका छन्। लगानी किन गर्ने? अहिले 12 खरब रुपियाँ पैसा बिकुटीमा छ, किन मै लिन्न पैसा? किन लिएर केमा लगानी गर्ने? व्यवसायलाई सम्पत्ति शुद्धिकरण हान्दिने, उता गरिदिने, उता किन गर्छ? किन मर्नलाई लिन्छ, हातकडी लाउनलाई लिँदैन नि। त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने, किन आज भारत अघि बढेको छ, चाइना संसारमा शक्तिशाली हुँदैछ, उसँग कन्ज्युमर छ क्या, कन्ज्युमर मुख छ, खाने मुख छ। जहाँ बढी जनता छ त्यहाँ ज्यादा व्यापार चल्छ। हाम्रोमा व्यापार मान्छे छैन। अब अहिले अस्तिको दिन एउटा देखिरहेको थिएँ, फेरि मिडिया त्यस्तै रहेछ नि। ए बालन प्रधानमन्त्री भएर आएपछि त एयरपोर्ट जम्मै खाली देखायो। म त साँच्चै के हो केटा हो भनेको। उहाँ कुवेत कतारको कहीँ हवाईजहाज चलाएछ नि, एयरपोर्ट त खाली त हुन्छ त भन्छ एउटा। यस्तो छ मिडिया। म त साँच्चै पठाउन बन्द गरेछन् कि भनेको। फेरि यता 100 बुधेमा आजको आजै पासपोर्ट पनि दिने, मिल्दाखेरि आजै पठाइदिने। अनि हामी हाम्रा छोरा छोरी नाति नातिना विदेश पठाएर हामीले कस्तो खालको लोकतन्त्रको कुरा गर्दैछौँ? म त हेर्नुहोस् गर्वसँगले भन्छु, मेरो छोरा यहीँ छ, छोरी यहीँ छ, मेरो आमा यहीँ हुनुहुन्छ, म यहाँ छु, मेरो परिवार यहाँ छ। श्रीमतीले पकाएको खाना खाएर हिँडेको, कमसेकम बेलुकापछि नातिले मलाई कहिले कहिले लात्ताले हान्छ, आनन्द आउँछ। यहाँ के गर्नु सम्पत्ति भएर? नाति कहाँ छ भन्दा अमेरिका, श्रीमती कहाँ छ भन्दा अस्ट्रेलिया।
छोरो कहाँ छ भन्दा लन्डन, बाउको लास कहाँ छ भन्दा बिएरसीको मर्चरीमा छ, 15 दिनदेखि थन्केर बसेको छ। के गर्नु पैसा? हातको मैलो सुनको थैलो के गर्नु धनले, सागर र सिस्नो खाएको बेच आनन्दी मनले भने होइन लक्ष्मीप्रसाद देवकोटाले। हामी कहाँ पुग्यौँ? हामी हिँड्न नजान्ने उड्न सिक्ने भएर बिग्रेको। त्यसले गर्दाखेरि म अहिले यो यस्तो राम्रो कार्यक्रममा आएर, यो रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा आएर 28औँदेखि 29मा लाग्दै गर्दा यहाँ दिग्गज हो हाम्रो सरको नाम के गान्धी पण्डित है, उहाँ पनि कराइरहेको सुन्छु, भनिरहेको सुन्छु होइन। हुनै पर्यो नि, अब उहाँहरूको सरकार आएको छ त उहाँ नभए को हुन्छ त? हुनैपर्छ। उहाँलाई त अहिले सक्नुहुन्छ भनेदेखि ग्राम्य प्रधान न्यायाधीश बनाउनुहोस्, गान्धी पण्डित जस्तो मान्छे हो। के संविधान यस्तै हो। संविधान त यस्तो भयो नि त। संविधान त जुन दिन सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएपछि नि त्यही दिन संविधान सकियो। संविधानले नचिनेको मान्छेले प्रधानमन्त्री भएर आएर चुनाव गराएर फेरि प्रधानमन्त्री बनाइदिइसक्यो। संविधान कहाँ छ? होइन, कति संविधानै रहन्छ, फोनको भरमा चल्दो रहेछ यहाँ त देखियो नि त कुरो। त्यसले गर्दाखेरि मैले तपाईँहरूलाई भनेको कुरो, मेरो कुरा यो के बुझ्नुहोस् भने आइपिएस, एसएसपी, एसपिपी र 15औं दलाई लामा र रिम्पोचे गुम्बा बन्दैछ नि यहाँ। 15औं दलाई लामा जन्माउनलाई 500 मिटर तलदेखि, 500 मिटर 500 फिट तलदेखि होइन 4वटा बङ्कर सहितको रिम्पोचे गुम्बा बन्दैछ। त्यो पनि एनालाइसिस गर्नु होला 8 अरबको बजेटमा। र नेपाल तिब्बत भन्थे नि, नेपालै तिब्बत हुँदैछ। राजा किन सकेको रहेछ भन्दाखेरि नि अब यहाँ तिब्बत बनाउन लागिरहेछ। अब यो कुरो भनौँ भने साइबर लाग्ला, फेरि भन्न सकिँदैन यहाँ। तर मलाई सर्वोच्चले एउटा जित्यो यसपालि, दुर्गा परसाईलाई बोलेकै भरमा अब कहिल्यै पनि नथुन्नु भनेर परमादेश जारी गर्यो। किनभने मैले एउटा कुरा भनेको थिएँ श्रीमानलाई भनेको थिएँ एउटा कुरा, श्रीमान मैले भनेको थिएँ, म सके पनि हालेँ फेरि तपाईँलाई। श्रीमानलाई मैले श्रीमानलाई मैले एउटै कुरो भने, श्रीमान 2046 सालमा आन्दोलन भयो, पञ्चायत ढल्यो, 8 जना मान्छे मर्दाखेरि पञ्चायत ढल्यो, बौद्ध लायो। 2062-63 को जनआन्दोलन भयो, 26 जना मान्छे मरे, गणतन्त्र आयो। तर 2082 मा यो जनताको सर्वोच्चता भएको सर्वोच्च अदालत आगो लाग्यो। जनताको होइन प्रशासनिक केन्द्र सिंहदरबार जो पनि विश्व सम्पदा सूचीमा परेको राणाकालीन दरबारमा आगो लाग्यो। सिंहदरबारमा सारा त्यो संसद भवनमा आगो लाग्यो। सारा देशभरिका पुलिसलाई चाहिँ कुटेर चाहिँ मारियो। हेर्नुहोस्, 75 जना बच्चादेखि लिएर युवा सबै बुढेसकालका मान्छे मरे, 2500 घाइते भए। के हो श्रीमान? 84 को चुनाव 82 मा गरेर बालनलाई प्रधानमन्त्री बनाउन मात्रै हो कि के हो यो? कि बोल्ने मान्छे त राख्नु पर्यो। अब यो देशमा बोल्ने मान्छे भनेको एउटा दुर्गा परसाई छ, सत्य थामेको भनेको एउटा सर्वोच्च अदालत छ। श्रीमान, हामी दुईजना चाहिँ जोग्यौँ है भनेको थियो क्या मैले। हो नभन्दै के भयो भन्दाखेरि प्रत्यक्ष के भन्छ नि, प्रत्यक्ष के भनेको थियो, प्रत्यक्षीकरण भनेको परमादेश जारी गरिदिएको छ होइन। त्यसले गर्दाखेरि मलाई एउटा कुरो के छ भन्दाखेरि अब चाहिँ बोलेकै आधारमा होइन, मैले होइन बोलेकै आधारमा नपक्रिनु भनेर एउटा आदेश दिएको छ। किनभने उहाँहरूलाई पनि एउटा सडकमा कमसेकम बोल्ने मान्छे चाहिने रहेछ, चिच्याउने मान्छे चाहिने रहेछ भन्ने चाहिँ लाग्यो होला। र यो जुन जेनजीको जुन अहिले जुन आयो प्रतिवेदन, यो प्रतिवेदन सार्वजनिकै भएको छैन क्या। फेरि लिगल्ली रूपमा सार्वजनिक भएको छैन। यहाँ वकिल साहबहरू हुनुहुन्छ हो किन, गान्धी सर हो किन, लिगल्ली रूपमा सरकारले सार्वजनिक गरेर अनि यो दोषी छ भनेर निवेदन दिएर अनि मेरो चाहिँ भनाइ अदालतबाट पक्राउ कुर्सी जारी गरेर गर्नुपर्ने, पक्रिँदा पनि। तर यहाँ के भयो भन्दाखेरि तपाईँको जारी नै नगरिकन एउटा के भनेदेखि आस्था के जनआस्था पत्रिकाले निकालेको भरमा ड्याममै डिसिजन गरेर अब केपी ओलीलाई र रमेश लेखकलाई लगेर उ गरेछ। आज अब सिडिओलाई पनि पक्रेर ल्याएर अब केपी ओलीले पनि हिजो हामीलाई सङ्गठनिक अपराध चलाएको थियो, उनलाई पनि सङ्गठनिकै चलाउँदैछ। जैसा करनी वैसा भरनी भन्छ नि। हो
मैले केपी ओलीलाई खबर पठाइदिएको थियो यो चुनावमा नजानुहोस् है, यो चुनाव प्लानेटेड चुनाव हो, यो चुनावमा तपाईँ जानुभयो भने मैले उहाँलाई भनेको थियो तपाईँ यतातिर संसद पुनर्स्थापना भन्ने हाल्ने, अनि उतातिर चुनावमा जाने, यतातिर असंवैधानिक भन्ने, उतातिर संवैधानिक वैधानिक बनाउन जाने तपाईँहरू। अनि उहाँहरूलाई कस्तो खालको वकिलहरूले सल्लाह दियो फेरि नि, उहाँहरूका वकिल तेरीमा टोक्ने छक्क पर्नु छ है। मैले के भनेको थिएँ भने खबर पठाइदिएको, कति चाहिँ बाँच्नु छ, क्यान्सर सर्भाइभर मान्छे हो, कुरा भन्नु न, छोराछोरी सबै इस्टाब्लिस भइरहे, मागेर खानु परेको छैन। तर आज व्यापार व्यवसाय चौपट्ट भएको छ, अब व्यापार चल्दैन नेपालमा। अब म लगानीकर्ताहरूलाई पनि के भन्छु भने 2 वर्ष हेर्नुहोस् है तपाईँहरू, नभए डुब्नु होला। लोन लिनुभयो र हाल्नुभयो भने सकिनुहुन्छ। मैले बुझेको छु नि, म त एउटा व्यापार गर्ने मान्छे हो नि त, कति समस्या छ भन्ने कुरो। ब्याङ्कहरू त सबै ढल्दैछन् होइन। त्यसले गर्दाखेरि मैले उहाँहरूलाई के भनेको थियो भनेदेखि यो हुँदैछ, उहाँहरूले ट्याक जति चाहिने ठ्याक्क नि हो। अब कति सुत्ता भएछ हेर्नु न, बुझ्नु न कुरो। अघि गएर त्यही भिडियोमा त्यही ठाउँको हरियो कभर छ, त्यो भोट हाल्ने ठाउँको भोट लगेर छिराउँदा भरे त्यही ठाउँको पाक्सा खोल्दा चाहिँ नि साथी हो खैरो कभरको पाक्सा खोलिँदैछ। हेर्नुहोस् त, रङ खुइल्यो एकै घन्टामा यिनीहरूले भेटाए। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने उहाँहरूलाई त्यति सजिलो छैन। जुन हिसाब किताबले उहाँहरू अहिले दौडिनु हुँदैछ, दौडिनुपर्छ, ठिक हो। नयाँ साधुले घस्छ के एकदमै खरानी घस्छ होइन। आम्दानी त छैन, ढिकुटी छैन, ढिकुटीमा पैसा छैन। अब व्यापार व्यवसाय नभएपछि भन्सारमा सामान आउँदैन, राजस्व उठ्दैन, कोही पनि व्यापारीहरू खुसी छैनन्। मैले अघि भन्न बिर्ता मोडका 5वटा 5 स्टार होटलमा आज बोनी हुँदैन। बोनी है प्रकाशजी, तपाईँले अहिले फोन गरेर सोध्नु होला किङ्सबेरीमा कति कोठा लागेको छ तपाईँको, अन्त सोध्नु होला अहिले है। त्यसले गर्दाखेरि आज मान्छे आतंकित भएको छ, डराएको छ, के आयो भएको छ क्या मान्छेलाई। यो इस्ट्याब्लिस हुन गाह्रो छ साथीहरूले। त्यसले गर्दाखेरि म एउटा कुरा के भन्न चाहन्छु भने म केही समयमा अझै राम्रो विश्लेषण सहितको प्रमाण सहितको भिडियोहरू ल्याइदिँदैछु। ल्याउन चाहिँ म छोड्दिनँ क्या फेरि, किनभने मलाई कतिपल्ट थुन होइन। म त अरू बहानामा त पार्ला नि त, अब अरूमा हुनसक्छ। त्यसले गर्दाखेरि म एउटा कुरो के छ भने नेपाल र नेपालीको लागि तपाईँहरूको साथ होस्। र म के भन्छु भने उहाँहरूले जुन संविधान संशोधन गर्ने मसौदा गर्नुभएको छ, त्यसमा संवैधानिक राज संस्था र हिन्दू अधिराज्यको कुरो राख्नुहोस्, नागरिकताको विषयमा छलफल गर्नुहोस्। जो पाए त्यसलाई नागरिकता दिन पाइँदैन, हाम्रो देश लुटिसक्यो। म त्यो भन्छु, अब संविधान संशोधन गर्ने कुरामा संविधान संशोधन गर्नुहोस्, त्यसमा हामी सहयोग गर्छौँ। र छिमेकी मुलुकहरूलाई यहाँबाट पिरोलो हुने काम तपाईँहरू नगराउनुहोस्। किनभनेदेखि सुरु भइसक्यो। हिजो बालनजीले होइन ग्रेटर नेपालको नक्सा भित्तामा राखेको, अब ल्याउनु पऱ्यो नि ग्रेटर नेपाल। लिपुलेखको विषयमा उहाँले लेखेको होइन, सेना पठाउनु पऱ्यो। त्यही सेना छ नि त, लिपुलेख पठाउँछ। अब शक्ति त उहाँसँग छ नि त, पठाउनु पऱ्यो। हाम्रो लिपुलेख ल्याउँ त फिर्ता ल्याउन, ग्रेटर नेपाल ल्याउनु पऱ्यो नि त अब। र उहाँले के गर्नु पऱ्यो भने गान्धी सर, त्रिपाठी सर, उहाँले भित्तामा प्रधानमन्त्रीको भित्तामा ग्रेटर नेपालको नक्सा राख्नुपर्छ कि पर्दैन? नैतिकताको हिसाबले पर्छ कि पर्दैन? हिजो के को लागि राखेको थियो नगरपालिकामा? आज राख्ने कि नराख्ने? आम नेपालीहरूले कुरो उठाउने कि नउठाउने? कि मैले गलत बोलेँ? अब अहिले यहाँ फेरि त उहाँहरूले एल्गोरिदम प्रयोग गर्नुहुन्छ, मार गाली आउँछ फेरि, मार आमा चकारी बाउ चकारी होइन, चिचिन्डो करेलो सबै त्यस्तो ट्रेनिङ दिएको छ। अब मैले आश गरेको छु उहाँले लिपुलेख कालापानी फिर्ता ल्याउनुहुन्छ, किनभने जुन 4बाट त व्यापार चल्दैछ उहाँ। मैले यही लिपुलेख कालापानीको लागि मैले के भनेको थिएँ, लिपुलेख कालापानी चाइना र भारतलाई मानव सरोवर जान चाहिएको र चिनको व्यापारलाई चाहिएको भने हामी त्यो भूमि उहाँहरूलाई दिउँ, यता हामी बाटो लिउँ, सट्टापट्टा गरौँ, गिभ एन्ड टेक हुन्छ। बङ्गलादेशमा पनि भएको थियो भनेर भन्दाखेरि नि मलाई यो देशद्रोही भने ल्याउँ। नेपाली सेना त्यतिकै प्रशासन गरेर ल्याउनु पर्यो, परेड खेलेर प्रशासन नेपाली सेनालाई पठाउँ त, 1 लाख सेनाहरू छ, गलामे पठाउँ त। त्यसले गर्दाखेरि बालनजीलाई
के सबैजनाले भन्नु पर्यो भने प्रधानमन्त्रीको पछाडिपट्टि ग्रेटर नेपालको नक्सा लागोस्, लिपुलेर र कालापानी फिर्ता होस्, एसपिपी पास नहोस्, आइपिएस पास नहोस्, 15औं दलाइ लामा यहाँ नजन्मिउन्। भ्रष्टाचारलाई त जति कारबाही गर्नुहुन्छ गर्नुहोस्, अब मलाई त केही पनि छैन, म त केही गरेको पनि छैन, मलाई पनि लगेर कारबाही गर्नुहुन्छ भने गर्नुहोस्, भेट्नुभयो भने होइन। अब ऋषिजीले त भेटिहाल्नुभयो यसपालि, अहिले आएर म तपाईँहरूसँग यहीँ भन्नुहुन्थ्यो, रौतहटमा पनि त्यही भन्नुहुन्छ फेरि गएर। अब ऋषिजी तपाईँले बुझ्नुभयो नि, उखु बोक्दा पनि काम लागेन, जुलबी हाल्दा पनि काम लागेको त। कति दुखी मान्छे, कति दुखी मान्छे, उखु पनि बोक्दैछ, रुपी पनि छ, बिउ पनि काट्दैछ, एक एक भोट्दैछ, चटपटे पनि बनाइदिएछ, अँगालो पनि मार्दैछ, चुम्मा पनि खाइदिएको छ। हेर्नुहोस्, राम्रो काम गरे मान्छेले राम्रो काम गरेको भए सुनिल शर्मालाई भोट दिइहाल्थ्यो। त्यो गणेश कार्की कहाँ गएर जित्यो। अब अहिले त्यहाँका मान्छे रुँदैछन्। 100वटा एम्बुलेन्स माडिदियो मान्छेले। दाइ 1000 मान्छेलाई पढायो हो डक्टर, एमबिबिएसमा त 1000 मान्छेलाई है। उसको गाउँका मान्छे, उसको एरियाका मान्छे, 3 नम्बर क्षेत्रका मान्छेलाई नि भाइ फ्री ट्रिटमेन्ट दियो। गर्नु गर है, राम्रो काम गरेको। हेर्नुहोस्, आज त्यो सुनिल शर्मालाई लडायो है, त्यसले गर्दाखेरि नि मान्छेले राम्रो पनि खोज्दो रहन्छ, नराम्रो पनि खोज्दो रहन्छ, मान्छेले रङ रोकन खोज्दो रहेछ होइन। त्यसले गर्दाखेरि मैले एउटा कुरो के देखेँ भने राजा भनेको नि देशको पिल्लर रहेछ क्या। घरको पर्दा जस्तो होइन क्या, पर्दा त फेर्दा हुन्छ, पर्दा फेर्दा हुन्छ क्या, रङ्गी चङ्गी पर्दा हाल्दा हुन्छ, तर पिल्लर भनेको फेरिँदैन। त्यसले गर्दाखेरि गान्धी सरहरू जस्तो मान्छे हुनुहुन्छ, दिनेश त्रिपाठी जस्तो मान्छे हुन्छ। गणतन्त्रमा पनि राज संस्था खोजौँ, राज संस्था खोजौँ, हिन्दू अधिराज्य राखौँ, आफ्नो मौलिकता हुन्छ, आफ्नो सबै कुरा बचाउँ, हामी त्यो भन्ने बच्छौँ भन्दै यो समय दिनुभएकोमा सबैलाई धन्यवाद पनि दिन चाहन्छु। तपाईँहरूले राम्रोसँगले शीर्षक बनाएर यो चाहिँ म्याटर पुर्याइदिनु होला ठाउँ ठाउँमा। भोलि दलाइ लामा आउँदै हुनुहुन्छ भन्ने कुरा छ, कहाँसम्म सत्य हो होइन। अब यो मुलुक दलाइ लामाको देश नबनोस् ल।